हेलो हेलो साथीहरू, आज चाहिँ मैले बच्चाको लागि चाहिँ सुक्खा रोटी र आलुको तरकारी लान लगिरहेको छु। लान खोजिरहेको यसो पिठो र मुछेर छोप्दिएँ एकछिन। त्यसपछि यता पिठो भिजुन्जेल यता आलु तासतुस बनाएर चाहिँ आलु काटेँ। अनि पहिला आलुलाई चाहिँ तारपुक पारेर चाहिँ भुट्नु पर्यो एकछिन। भुटेँ, त्यसपछि प्र्याक बनाएँ। बनाएर चाहिँ आलु यतिको गएपछि यता रोटीतर्फ लाग्यौँ। अनि रोटी चाहिँ यता भिजिसकेको छ पिठो। रोटी बेलबल बनाएँ। रोटी बेलेर चाहिँ तर ताईमा हाली मजाले फुलेछ, पुक भएर फुलिसकेको छ रोटी। त्यसपछि बच्चाको लागि चाहिँ मैले टिफिनमा हाल्न लागि बच्चालाई चाहिँ मैले रोटीमा चाहिँ मह दलेर पठाइदिरहेको छु। मह दलेर हालेको एकदम मिठो मान्छन्। हुन त बच्चालाई गुलियो भनेपछि मिठो त्यसरी लाग्ने भइहाल्यो। मह दलेर तीनटा र आधी दुईजनालाई दुईटा टिफिनमा हालेर चाहिँ लिएर गएँ। अब म स्कुलतिर लागेँ। बाई बाई।